यस्तो डेन्जर छ यहाँनिर देख्न सक्नुहुनेछ खतरा नै डेन्जर छ ओ माई हेलो गाइज नमस्ते हार्दिक स्वागत गर्न चाहन्छु पदम एस लिम्बुमा फाइनल्ली नयाँ युट्युब च्यानल है तपाईहरुको साथ सहयोगको अपेक्षा राखेको छु यो च्यानल एकदम बिल्कुलै नयाँ हो नयाँ च्यानलमा ताप्लेजुङको बबाल दामी ठाउँमा मैले लिएर जाँदैछु भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नु होला धेरै लामो भिडियो हुँदैन ठ्याक्कै सुकेटारदेखि माथि गुप्तेदेखि अलिकति माथि ताप्लेजुङबाट चाहिँ सनराइज झुल्केको ठाउँ हेर्ने ठाउँ कहाँ हो भनेर म हजुरहरूलाई लिएर जाँदैछु के कस्तो छ त्यो ठाउँ भनेर तर आज अलिकति मौसम चाहिँ बिग्रेको छ है हामी हिँड्दैछौँ यो एकदम उकालो हिँड्नुपर्छ मैले बाइक चाहिँ अलिक तल राखेँ अहिले हामी हिँडेर जाँदैछौँ भाइ चाहिँ यहाँनिर सो यस्तो सिडी उकालो जानुपर्ने हुन्छ अनि त्यही हो हजुरहरूको साथ सहयोग सपोर्ट को खाँचो हुन्छ यो युट्युब च्यानल चाहिँ अघि बढ्नको लागि हजुरहरूको माया कति धेरै पाइन्छ त्यही तरिकाको भ्लगहरू आउनेछ ठाउँहरू देखाउनेछु एक्सप्लोर गर्नेछु ताप्लेजुङलाई देखाउनेछु गाइज भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला त्यही हो अनि हजुरहरूले यो भिडियो अहिले हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिहाल्नु होला नयाँ च्यानल बिल्कुलै एकदम फ्रेस च्यानल हो भर्खर मात्र क्रिएट गरेको के गरौँ न युट्युबमा अनि हाम्रो ठाउँहरू पनि देखाउन भन्ने सोच आएर युट्युब च्यानल नयाँ खोलेको छु मैले पनि गाइज पक्कै पनि हजुरहरूको साथ सहयोग पाउनेछु भनेर आशा गरिराखेको छु सो राम्रो राम्रो ठाउँहरूको भिडियो आउनेछ यो च्यानलमा त्यही भएर त च्यानललाई सब्सक्राइब गरिराख्नु होला हामी जाँदैछौँ अलिकति सास बढिरहेछ यहाँनिर चाहिँ ओभरै धेरै मान्छे आउनु पर्ने हो तर यो ठाउँमा मान्छे आउन छोडेको रहेछ सो हामी जाँदैछौँ ठाउँ देखाउनको लागि अब म टपमा पुगेर हजुरहरूलाई देखाउने छु है देख्न सक्नुहुनेछ बाटो एक झमट हिँडिसकेपछि चाहिँ हामी यो अलिकति मासतिर आइपुग्यौँ अनि यहाँनिर चाहिँ बस्ने ठाउँ पनि छ क्या देख्न सक्नुहुनेछ यहाँदेखि हिँडेर आउने अनि यहाँ चाहिँ चौतारा छ कि यो ट्याक्कसँगले बस्ने यहाँ मुनि बस्नुपर्ने हो खास चाहिँ हामी चाहिँ माथि बसेको छौँ क्या आजको मौसम चाहिँ खत्तमै छ यहाँनिर राम्रो मौसम होला मस्तसँगले तपाईँहरूलाई चाहिँ मैले यो ठाउँको चाहिँ भ्यू देखाउने छु भनेर म खास गरेर हिँडेको तर सुकेटारसम्म चाहिँ एकदम राम्रो मौसम थियो तर यहाँनिर आइपुगेपछि यो मौसम चाहिँ एकदम खराब मौसम रहेछ सो तर पनि ठिकै छ गाइज अब म पुग्न आँटेको छु माथि ब्रदर त्यहाँ हिँड्दैछ है सुट्टा मार्दै अनि म चाहिँ त्यस्तै फेरि सुट्टा केही चल्दैन अनि मस्तसँगले हिँडिरहेको छु सो गाइज होइन यो ठाउँ राम्रो छ ठाउँ चाहिँ तर यहाँनिर कोही आउँदैन रहेछ क्या अगाडि चाहिँ मान्छे आइरहेको थियो अहिले चाहिँ आउँदैन रहेछ यहाँनिर सो यस्तो ठाउँहरूमा आउनुपर्छ हाइकिङ गर्नुपर्ने हुन्छ ओके गाइज हामी फाइनली पुगिसकेका छौँ जुन ठाउँमा चाहिँ मैले हजुरहरूलाई ल्याएर आउँदै थिएँ त्यो ठाउँमा हामी पुगिसकेका छौँ यो चाहिँ एकदम डाँडामा रहेको छ देख्न सक्नुहुनेछ डाँडा होइन यहाँनिर पुरै डाँडा छ यस्तो बारेको छ तर यो बारेको चाहिँ राम्रोको लागि हो है यस्तो डेन्जर छ यहाँनिर देख्न सक्नुहुनेछ खतरा नै डेन्जर छ ओ माई गड यहाँबाट सुकेटार मजाले देख्थ्यो तर आजको यो मौसमले गर्दा देखेन सनराइज घाम उदाउने ठाउँ यता हो अनि पाखीभरा चाहिँ यता हो गाइज है यहाँदेखि दामी हिमाल देखिन्थ्यो आज हामीले देख्न पाएन गाइज यही ठाउँको लागि भनेर म हजुरहरूलाई देखाउनको लागि आएको छु नयाँ युट्युब च्यानललाई माया गरिदिनु होला पक्कै पनि तपाईँको साथ बिना यो च्यानल अघि बढ्न सक्दैन र तपाईँहरूको साथ बिना राम्रो भ्लगहरू पनि अपलोड हुन सक्दैन ताकि तपाईँहरूले एकदम धेरै सपोर्ट देखाउनु भयो भने हाम्रो पनि जोस जाँगर आउँछ नि त होइन सो देख्न सक्नुहुनेछ डाँडा लालीगुराँसहरू फुलिरहेछ हल्का सो गाइज जुन ठाउँमा हामी पुगिहाल्यो देखाउनु पर्ने ठाउँहरू देखाइहालेँ यस्तै नै छ यही ठाउँ हो रमाइलो चिल है हाइकिङ गर्नको लागि एकदम बबाल दामी ठाउँ हो है देख्न सक्नुहुनेछ यो तल सिडीबाट आएको ओ माई गड कस्तो छ सिडी आम्मामामा डेन्जर छ ल गाइज है के कस्तो लाग्यो कमेन्ट गर्नु नछुटाउनु होला है अनि त्यही हो भ्लगहरू
आइराख्छन् ताप्लेजुङको नयाँ नयाँ ठाउँको। सो भन्दै भ्लगलाई चाहिँ म यही ठाउँबाट अन्त्य गर्न चाहन्छु। फेरि अर्को नयाँ ठाउँ नयाँ परिवेशको भ्लग आउनेवाला छ, त्यसको वेटिङ गर्नु होला। अवश्य पनि अर्को भ्लग आउने नै वाला छ। थ्याङ्क यू सो मच फर वाचिङ भिडियो है। ओके बाई बाई, सी यू अगेन नेक्स्ट भिडियो। लगाइ चाहिँ अहिले हामी तल झरेपछि चाहिँ खतरा तरिकाले खुल्यो के मौसम चाहिँ। गएको चाहिँ उयो डाँडामा अनि पुरै खुल्यो। अब सुकेटार चाहिँ हेर्न सकिन्छ होला मुनतिरबाट। यहाँ मुनतिरबाट पनि दामी देखिन्छ। एयरपोर्ट हेर। ओह माई गड, एयरपोर्ट हो तल। यहाँ दुलोदेखि देखियो। हामी अलिक तल झरिसकेपछि चाहिँ बवाल सुकेटार देखियो यार। देख्न सक्नुहुनेछ। यही मौसम देखाउनको लागि विशेष गरेर आएको मैले सुकेटार देखाउन पाएँ। योभन्दा उता उता पुरै खुल्ला हुन्छ क्या यहाँ चाहिँ। यो अहिले सायद यो ओ माई गड यस्तो दामी छ यार ठाउँ। देख्न सक्नुहुनेछ यार। यस्तो ठाउँ देखाउनलाई म यति माथि हिँडेर आएको, तर म आधी बाटो तल झरेपछि मात्र यो मौसम खुल्यो। तर पनि ठिकै छ, सुकेटार देख्न सक्नुहुनेछ। क्या दामी छ।